ल आज चाहिँ अङ्कल आन्टीसँग अब हाम्रो अन्तिम नभनौँ अर्कोचोटि नखाउन्जेलसम्म माछा भात मलाई पनि हालिदिन्छ ल ल ल सामानहरू चाहिँ राति नै प्याक गरिसकेको थिएँ यसरी सामानहरू प्याक गरेर राखेको छु यो सानो ब्याग दिन्छु म त राख्छु यहाँ मिलाउँ यहाँ मिलाउँ त्यहाँ मिल्छ ओके ल भाग्य मान्छे ल दर्शन अङ्कल बिस्तारै सानो हस् एकदम बिस्तारै ल छिटो आइस है जानुभन्दा अगाडि पानी क्रेज होइन त गइसकेको मान्छे लोभ नगरिकन यति मजाले बनाएपछि अनि पो फेमस भन्छ होइन त दाइ फेमस हुन कहाँ सक्छ ल हेर्नु पानमा यति भेराइटी अहिलेसम्म देख्नु भएको छ यहाँ हेर्नु हाम्रो दाइले यति धेरै भेराइटी हाल्नु हुँदो रहेछ अरू बेलामा गाडीमै बसेर खान्थ्यो भने आज चाहिँ ओर्लेर आएर भ्लग बनाउँदै दाइको पनि देखाउँ भनेर खासमा आएको बाउसुलाको पारा पनि यहाँ यस्तो छ है ल यो चाहिँ मेरो सबभन्दा ठुलो बड्कावाला पान है अब कसरी खाने हो नि यो पान यही फुट्छ पुरै ल धन्यवाद दाइ तपाईको आफ्नो मान्छे भएपछि नि तब गइहाल्छ ल धन्यवाद जानुभन्दा अगाडि हजुरको पान खाएर अब यात्रा गर्दैछौँ यतिको पान क्रेज चाहिँ हुनुपर्छ है यस्तो मिठो पनि आएको पान पनि पानै छ कि गाडी हाई एभ्रिवान वेलकम टु माई च्यानल दिस इज मी प्रिजमा सो फेरि पनि नयाँ दिन नयाँ ब्लगको साथमा म हजुरहरूको सामु आइसकेँ अनि आज चाहिँ हामी अब काठमाडौँतिर लाग्नुपर्ने हुन्छ आन्टी अङ्कलको घरबाट बिदा मागेर अनि बिहानै उठेर फ्रेस भएर रेडी पनि भइसकेँ सामानहरू चाहिँ राति नै प्याक गरिसकेको थिएँ यहाँ यसरी सामानहरू प्याक गरेर राखेको छु अब सामानहरू सबै लोड गर्नुपर्छ अनि यहाँबाट टाटा बाई बाई गरेर आफ्नो घरतिर लाग्नुपर्छ योपल्ट खै किन हो आफ्नो घरको धेरै याद आएको छ एकदम घर मिस भएको छ एकदम काठमाडौँ मिस भएको छ कहिले पुग्नु टाइप भएको छ मलाई है अनि त्यही भएर अब चाहिँ खानासाना खान्छौँ सामान लोड गर्छौँ अनि यहाँबाट हामी लाग्छौँ बाबु त रेडी पनि हुन्छ कि बाबु हाई भनिदेऊ हाई गाइस भनिदेऊ कहाँ जान आँटेको बेबी घुम्न जान आँटेको कहाँबाट आमा घरमा जान्छौ अब कहाँ जान्छौ त घुम्न जान्छौ सो रेडी पनि भइसक्यौँ अब खानासाना खाने अनि यहाँबाट निस्किने अङ्कल आन्टीकोबाट यता दिन बस्यो रमाइलो भयो जाने बेलामा अफकोर्स सुन्ने त भइ नै हाल्छ तर हामी गइसकेपछि अङ्कल आन्टी या लक्ष्मी पूजा सकाएर भाइटिका लागेर फेरि काठमाडौँ नै आइसिन्छ सो हामीलाई त्यस्तो धेरै टेन्सन छैन सो अब चाहिँ रेडी भइसक्यौँ सामानहरू लोड गर्छु अनि त्यसपछि के हुन्छ कसो हुन्छ म हजुरलाई देखाइहाल्छु सो डोन्ट गो एनिवेयर क्याच यु लेटर यो सानो ब्याग दिन्छु म त राख्छु यहाँ मिलाउँ यहाँ मिलाउँ त्यहाँ मिल्छ ओके कहाँ राखौँ त अगाडि राखौँ दिन्छु खै आउँदाखेरि सामान थोरै थियो आउँदाखेरि सामान धेरै हुन्छ भनेको यही हो है सामान अति नअटाउ भएको छ कहाँ राख्ने के गरिराख्ने भन्ने भइरहेछ सामान मिलाउँदैछौँ हामी यहाँ अगाडि सिटतिर कोच गरेर राखिया छ ल आज चाहिँ अङ्कल आन्टीसँग अब हाम्रो अन्तिम नभनौँ अर्कोचोटि नखाउन्जेलसम्म माछा भात मलाई पनि हालिदिन्छ ल ल ल ल आज माछा भात खाएर जाने हो ल खानासाना खाएर अब लाग्यो भरे बेलुका खानाको लागि पनि आन्टीले यहाँ माछा राखिदिएको छ मेरो आन्टु भरे बेलुका खानालाई जाने बित्तिकै भात पकाउनु पर्छ भनेर टिफिनमा माछा प्याक गरेर दर्शन अंकल अच्छा तो चलते हैं इतना दिन बैठे बहुत
अच्छा हुआ, अच्छा लगा। आमालाई माया गर्दै खाइ, चुमा खाइदे आमालाई। उसलाई अँगालो मार्छ सम्झी बसेर सम्झी बसेर ल अँगालो मार्ला मलाई पनि अँगालो मारेको खै भन्छ। ल बिस्तारै सानो हस् एकदम बिस्तारै जाने मैले भनेको छु नि माथि देउराले फोन गर्नु तल झरेर फोन गर्नु अनि अनि केमा उसको पिगी ब्याङ्कमा ए ल हालिदिन्छु ल जा केमा बाइकमा रे आउँछौ तिमी भोलि लाइट लाइट बाई ल छिटो आइस है बाई गर्नु छिटो आइस आमाले बाई बाई गर न चाहिँ आफ्नो घरतर्फ लाग्यो 4-5 दिनको घुमघाम पछि अब चाहिँ घर जाँदैछौँ हामी। योपल्ट घर अलिक धेरै नै मलाई योपल्ट काठमाडौँ चाहिँ अति मिस लाग्यो अनि घर अनि खुसी पनि लाग्यो त ओहो यत्रो दिनपछि घर जाँदैछु आफ्नो घर आफ्नो रुम आफ्नो बेड आफ्नो ठाउँ यस्तो टाइपको फिल भइरहेछ होइन। तर पोखरा बसेको भन्दा पनि 2-3 दिन अङ्कल आन्टीकोमा बसेको झन् रमाइलो भयो है होइन त टाइम स्पेन्ड गरेकै थाहा भएन रमाइलो भयो। आयौँ यताउति सामान किन्यौँ अब जाँदैछौँ आफ्नो घर धेरै दिनपछि घर एकदम मिस भइरहेको छ। अब चाहिँ घर जाँदैछौँ बाटोमा के हुन्छ म देखाउँदै जान्छु हजुरहरूलाई। सुन्ने चाहिँ लाग्छ कि अब यत्रो दिन अङ्कल आन्टीसँग बस्यो नि त 2-3 दिनमा अङ्कल आन्टी पनि आइसिन्छ उतै यहाँ अङ्कलको छुट्टी नभएर हो खासमा चाहिँ 2-3 दिनपछि अङ्कल आन्टी उतै आइसिन्छ। सो 2-3 दिनपछि फेरि अङ्कल आन्टीलाई भेटि नै हालिन्छ। अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ काठमाडौँतर्फ। जानुभन्दा अगाडि पान क्रेज होइन त गइसकेको मान्छे फर्केर आएर यहाँ दाइको पान खाना स्पेसल पान छ फेरि दाइको चाहिँ। तराई 2 दिन के बसेको पानको लत लागिसक्यो यहाँ हाम्रो विकास नेउपानेजीलाई होइन त हात पर त्यसले चाहिँ मुख चिसो हुन्छ। लेडिजको पान छुट्टै जेन्ट्सको पान छुट्टै होइन त दाइ खैनी होइन मलाई त ए पान खाएपछि खैनी हालेको नि त्यसमा तपाईँलाई के हुन्छ कि घाँटी साथी खसखसाउ छ नि त्यो पनि राम्रो गर्नु हो नि। पान खानु त राम्रो हो नि स्वास्थ्यको लागि। सुर्तीहरू नहालिदिनु है गुटका किन हाल्ने बा के हाल्नु दाइले थुप्रैसम्म आउँछ। त्यो अलिक धेरै हालिदिनु ल मलाई। सानोमा पनि म त्यही धेरै माग्थेँ बडाबडै आउँछ तर त्यो पात अलिक ठुलो भइहाल्छ। ए फर्मान्थ्यो चेरी दाइ जेली हो जेली ए यो आउँछ यो यो चेरी यो पनि चेरी नै हो। चेरी अन टप पानमा के हाल्नु हुँदो रहेछ र दाइले त्यस्तै फेमस पान हुन्छ त वीरगन्जको हो त नि होइन हो यति त मेहनत गरेर यति स्वादले यति ए त आउनुवाला नि त यहाँ सधैँ लोभ नगरिकन यति मजाले बनाएपछि अनि पो फेमस भन्छ होइन त दाइ फेमस हुन कहाँ सकेको छ ल हेर्नु पानमा यति भेराइटी अहिलेसम्म देख्नु भएको छ यहाँ हेर्नु हाम्रो दाइले यति धेरै भेराइटी हाल्नु हुँदो रहेछ। अरू बेलामा गाडीमै बसेर खान्थ्यो भने आज चाहिँ ओर्लेर आएर भ्लग बनाउँदै दाइको पनि देखाउँ भनेर खासमा आएको बाउछोराको पारा फेरि यहाँ यस्तो छ है। ल ल हेर्नु यहाँ अझै अरू के हाल्नु भएको छ बाफ्रे म त चिन्दा पनि चिन्दिनँ। केसरदेखि लिएर चेरीदेखि लिएर आयो उहाँको पान सिरियसली मुखमा पनि अट्दैन गाइज है। यस्तो स्ट्रगल गरेर मुखभित्र हाल्नुपर्छ नि त्यस्तो ठुलो हुन्छ साइजमा पनि। अनि भेराइटी हेर्नु यहाँ पानमा के चाहिँ हाल्नु हुँदो रहेछ त ल अङ्कल आन्टी ल्याउनु भएको हामीलाई वीरगन्जको स्पेसल पान खुवाउनलाई। ल हेर्नु अब यो के हो यो चटनी हो ए ल पानको चटनी है गाइज। ल बस
के हो यस्तो त मैले कहीँ देखाएको थिइनँ यार। मैले पनि कहीँ देखाएको थिइनँ ल यो भैयाको म पानको फ्यान यहाँ भएँ। आउनु भयो। तपाईँ पनि बिग्रिरहनु दाइन छैन यो त सुकमेल है ल सुकमेलको बाप रे बाप। सुकमेलको पर्फ्युम होइन त सर्फिङ पर्छ। के अब स्प्रे आयो ल हेर्नुहोस् यहाँ पानमा स्प्रे देख्नु भएको थियो हेर्नुहोस् यहाँ कस्तो स्पेसल पान होला त अब बड्कावाला छोटोवाला अब यो यत्रो पान कसरी खाने अझ मेरो होला ठुलो त बिकुको छ खाने कसरी एकछिन उसलाई पनि पानको चस्का लाग्यो ऊ पनि पान खानुपर्ने खाने त होइन कि बिगाइस मात्रै अनि तिमी खाऊ न पहिला ल यो चाहिँ मेरो सबभन्दा ठुलो बड्कावाला पान है अब कसरी खाने भने यो पान यहीँ फुट्छ पुरै गयो मुखमा मेरो हात यस्तो छ ल धन्यवाद दाइ तपाईँको आफ्नो मान्छे भएपछि नि तब गइहाल्छ। ल धन्यवाद जानुभन्दा अगाडि हजुरको पान खाएर अब यात्रा गर्दैछौँ ल यतिको पान क्रेज चाहिँ हुनुपर्छ है यस्तो मिठो पनि आएको पान पनि पानै छ कि गाई बस लड्छ बस उयो हुन्छ लड्दा बस हामी देउरालीमा छौँ एकछिन गाडी पनि तात्या छ हामी पनि तातेको छौँ भनेर चाहिँ भोक पनि लाग्यो अलिकति यसो खाजा पनि खाऊँ अनि मलाई चाहिँ अति त्यो अहिलेको लुगाले अनकम्फर्टेबल भइरहेको थियो अनि लुगा पनि चेन्ज गरेँ मैले गाडीमा हिँड्दा चाहिँ मलाई एकदम कम्फर्टेबल भएर बस्न मन लाग्छ खुट्टा माथि राखेर पलेटी घसेर अनि त्यही भएर ड्रेस पनि चेन्ज गरेँ अनि यहाँ देउरालीमा टक्क खाजा खाँदैछौँ अब 1.5 प्लेट तातो मोमो सुप लोकल अचार देउरालीको चिसोमा खाएर जाने हो मिठै छ मोमो चाखौँ है त मोमो कस्तो रहेछ अलिकति मोमो अचार सुप सहर देखियो है फर्पिङबाट कस्तो नजिकै देखिँदो रहेछ ल फर्पिङबाट काठमाडौँ सहर देखियो यो अगाडिको फर्पिङ गुम्बा पनि आइपुग्यौँ हामी जाँदैछौँ कहाँ जाँदैछौँ बेबी त्यहाँबाट होइन अब चाहिँ पुग्न लाग्यो है आफ्नै गाउँ फर्किआएमा नयाँ नयाँ सपना लाएमा आयो अब सरर आफ्नो घर जाँदैछौँ यो बाटो चाहिँ छोटो पनि रहेछ सर्टकट जस्तो पनि लाग्यो मलाई है हामी 10 बजीतिर निस्केको 2 बजिसक्यौँ 2:30 सम्म त हामी घर पुगिसक्छौँ है यो पल्ट चाहिँ मलाई एकदम घर मिस भएको छ पहिला चाहिँ यति साह्रो हुँदैन थियो बिकुसँग हिँड्दाखेरि होइन खासै त्यस्तो घर जुमजुम हुँदैन तर यो पल्ट चाहिँ मलाई कहिले घर जाने आफ्नो घर आफ्नो बेड एकदम मिस भएको छ है यता आन्टीकोमा पनि खासै जाउँ जस्तो मलाई लागेको थिएन है आन्टीले पनि आऊ कि आऊ भन्न थाल्छु अनि बिकुले पनि जाऊँ न त भन्ने जस्तो कुरा गर्छु होइन भन्छ मलाई चाहिँ आधी बाटोबाट पनि फर्क्यौँ घर जाउँ नै भनेको थिएँ तर गइयो रमाइलो भयो अब घर जाँदैछौँ अब आफ्नो फेरि त्यही त हो दिनचर्या बिहान उठ घर भन बच्चा भन ठिकै भयो रमाइलो भयो घुमेर आइयो अब सर आफ्नो घर जाँदैछौँ घर जान्छौँ अनि अब तिहारको माहौल छ घर सफा गर्ने पूजा गर्ने यताउति जे कामहरू थियो बिकुको 2-4वटा कामहरू थियो त्यो कामहरू पनि सकायौँ होइन धेरै काम भयो नि है कामहरू पनि सकायौँ ओर्यौँ अब चाहिँ घुमाइ पनि भयो काम पनि भयो अब चाहिँ घरतिर लाग्दैछौँ फाइनली आयो काठमाडौँ सहर हेर्दा लाग्छ रहर गिद्धै गिद्धको सहर भन्थ्यो एउटा मुभीमा गिद्धै गिद्धको सहर त होइन है
काठमाडौँको मात्रै मान्छे बस्ने होइन नि त, चारतिरको मान्छे छ। सो चारतिरको मान्छे भइसकेपछि चारतिरको माहौल हुन्छ। सो फाइनल्ली आइपुग्यौँ यहाँ चाहिँ नि माथि तल त्यो तराईको हावा कटेर माथि यो पाहाडको हावा आइसक्दाखेरि कस्तो भने आनन्द आउने कि है, चिसो शीतल फ्रेस, पानी पनि अर्कै के है। तलतिरको पानी किन अमिलो, हावा पानी पनि अमिलो, पानी पनि अमिलो लागेन? अमिलो अमिलो के बिरगजको पानी, हावा पानी। ल जाँदैछौँ। यति राम्रो सयपत्री फुलहरू फुलिरहेको छ है, तिहारको माहौलले गर्दा होला। कति ठाउँमा के टिपेर लानु जस्तो बाटोभरि के यहाँ त यस्तो मजाले ल सयपत्री फुलहरू नि। यो त अझ कम हो कि, अघि त यति धेरै कट्यो। त्यो हेर्नु है, त्यहाँ माथिभरि सयपत्री फुलहरू फुलेको छ। चोबार आइसक्यौँ। यहाँ चोबारमा चाहिँ टाढामा एउटा मिठो चिया पाउने स्पोट छ, अनि त्यहाँनिर चिया खान आएको छौँ। हजुर यहाँ एकछिन बसेर रेस्ट गरेर जाने भनेको भएर अहिले हामी चिया खानलाई चोबार आइसक्यौँ गाइस। चोबारको डाँडामा बसेर चेस तातो छ पख टक्क चोबारको भ्यू हेर्दै चुस्की लिँदै एकछिन बसौँ भनेर आएको छ। अब चिया खाएर निस्किन्छौँ हामी यहाँबाट। सो फाइनली एक हप्ताको फ्यामिली टुर पछि हामी काठमाडौँ आइसक्यौँ। आफ्नै गाउँ ठाउँ फर्केर आयौँ। गाउँ ठाउँ त भन्नु पऱ्यो नि होइन। अनि आइपुगिसक्यौँ फाइनली। एक हप्ता बाहिर बसेर आउँदाखेरि पनि कति दिन गएर आए जस्तो लाग्यो के भयो, कतिको जाडो पलायो जस्तो हुँदो रहेछ कि। हुन त धेरै दिन होइन, एक हप्ता हो नि त होइन, तर अझै पनि त्यस्तो खासै भिडभाड चाहिँ भएको रहेन रहेछ नि। अब मान्छेहरू प्रायः तिहार सकाएर आउने भनेर पनि होला, खासै भिड चाहिँ छैन काठमाडौँ, त्यस्तो जाम पनि छैन है। अब जाँदैछौँ घरतर्फ हामी। फाइनल्ली बल्खु कटिसक्यौँ, घरतर्फ जाँदैछौँ। कतिखेर घर गएर घर पुगेर फ्रेस भएर बस्नु जस्तो भएको छ। एक हप्ता यार गाइस, एक हप्ता घुमेको कति दिन घुमे जस्तो फिल भएको कि योपल्ट त है। जम्मा एक हप्ता ल 7 दिन ठ्याक्क। अस्तिको बुधबार गएको हामी, यो बुधबार आज घर रिटर्न भइरहेको छ होइन। गएर आएको त के गर्नु होइन, 5 दिन भनौँ न। उता त्यहाँ मर्न मन लाग्यो तँलाई? कस्तो खालको मान्छे यार, कस्तो खालको के साइड आँखाबाट हेरिरहेको छ है। गाडी कसैले चलाइरहेको छ भने नि, जस्तो कुनै पनि साधन आफूले चलाइरहेको छ भने नि त्यो अर्को मान्छेले मात्र केयर गरोस् भनेर दुर्घटना नहुने होइन कि, दुवैजनाले गर्नुपर्छ। कहिलेकाहीँ अर्को मान्छेले गरेको छैन भने आफूले सेक्युर भएर हिँड्यो भने पनि दुर्घटना हुँदैन कि। तर यो देशमा त नि साला जसलाई पनि हतार के। अब त्यो साइकल क्रस भइरहेको छ, यस्तो साइड आँखाबाट हेरिरहेको छ है। बिको उतापट्टि पहाडीको गाडी हेर्दै होइस नि त, ऊ यसो साइड आँखा हेर्दै जबरजस्ती गइरहेको छ। ल कस्तो खालको मान्छे हो अचम्म हेर्दै। सो फाइनली आइपुग्यौँ, घर जाँदैछौँ। अब घर गएर पनि हाम्रो टन्न काम छ, घर सफा भन इधर उधर। सो कतिखेर पुगिन्छ अरूभन्दा पनि यो गाडीभित्र नि आधा घर छ कि, त्यो सामान तहलाउने कति दिन लाग्छ। कति दिन लगाएर भएन, टन्न काम छ। आजै गरिसक्नुपर्छ सबै थोक, किनकि हामीसँग टाइम छैन। त्यही भएर जाने बित्तिकै सबभन्दा पहिले चाहिँ सहर सफाइ इधर उधर गरेर सामानहरू जहाँ जहाँको थियो त्यही राख्नु पऱ्यो। अरू एक्स्ट्रा सामान किनेर पनि ल्याइएको छ। लुगाहरू धुनुपर्ने छ, गलेजाहरू धुनुपर्ने छ, पर्दाहरू धुनुपर्ने छ। ओहो हो गाइस, यति धेरै काम छ। अब यो 7 दिन घुमेको अब निस्किन्छ। किन यति धेरै ट्राफिक? चेकिङ स्टार्ट भएछ है। ल अब काठमाडौँमा हिजो अस्तिसम्म लुज थियो, हिजो अस्तिसम्म ट्राफिकहरू भनेर चुप्लाएर बसेका थिए, अब जागेछन्। अब मापसे गरेर तिरपल लोड विदाउट हेलमेट लगाएको अब निस्किन्छ। तातै छन् ल, खुसी लाग्यो मलाई।
ट्राफिक पुलिसहरू सेला ताते खाने ल फाइनल्ली आफ्नो घर आफ्नो टोल आइपुग्यो है फाइनल्ली हाम्रो घर आइपुग्यो गाइस कुन हो बेबी घर येल्लो कलरको घर आइपुग्यो हाम्रो घर आयो हाय के छ तिम्रो हाल खबर फाइनल्ली घर आइपुग्यौँ हामी ल फाइनल्ली आफ्नो घर आफ्नो टोल आइपुग्यो घर त 1 वर्षदेखि नबढाले जस्तो कस्तो फोहोर भएछ हौ ल भित्रको सामान लाने हामीलाई 1 घन्टा लाग्छ होला होइन त थोरै सामान छ त बाफ्रे यहाँ छ भित्र छ तो फाइनल्ली सबै सामान माथि लिएर आइसक्यौँ गाइज है फाइनल्ली के लिटरली सबै एउटा सामान तलदेखि माथिसम्म ल्याउँदाखेरि नै यति धेरै गाह्रो भएको कि यति धेरै सामानहरू थियो कच्चा कुचुक त्यही माथि हामीले वीरगन्जमा त्यत्रो सपिङहरू गरेको यताउति सामानहरू अब यो घरमा फेरि अब यत्रो दिन हामी घर छोडेर गएर भद्रगोल फोहोर यताउति अब प्याकिङ गरेर ल्याएको सामान अनप्याकिङ गर्नु पर्यो है त्यही माथि सानो बच्चा छ घरमा होइन अब यो भ्लग चाहिँ अब एडिट गरेर कहिले पोस्ट हुन्छ आई डोन्ट नो होइन जहिले पोस्ट भए पनि हजुरहरूले हेरिदिनु होला भन्दै आजको भ्लग यही इन्ड गर्छु अब खानासाना पकाएर खानुपर्ने हुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज अर्को भ्लगमा फेरि भेटौँला आजको लागि यति नै थ्याङ्क यू सो मच आई लभ यु अल